यो चाहिँ है जो र म यसो घुम्दै नै गरेको यो चाहिँ हल्का कन्टेन्ट बनाएको है। तपाईहरुलाई यति भन्न चाहन्छु है, जसलाई पनि इच्छुक हुनेहरुलाई है भक्कु पैसा चाहिन्छ भन्ने छैन है, मन हो सबभन्दा ठुलो कुरो, मन हो र भक्कु नै पैसा चाहिन्छ भन्ने छैन। मात्र 5-6 हजार रुपियाँ लिएर आउनु भए पनि आउनु सक्नुहुन्छ यो जग्गामा है, दर्शन गर्नु लागि है, दर्शन गर्न सक्नुहुन्छ है। यो भिडियो मार्फत तपाईहरुले हेर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्, कस्तो लाग्छ है। तपाईहरुलाई राम्रो लाग्यो भने शेयर गरिदिनुहोस् है। यस्तो प्रकारको छ हेर्नुहोस्, अति नै के अति राम्रो छ है। यो लुङ्टाहरू लगाएको हेर्नुहोस्, लुङ्टाहरू लगाएको छ हेर्नुहोस्, लुङ्टाहरू कस्तो कस्तो चाहिँ लुङ्टाहरू तपाईहरुलाई लुङ्टाहरू मान्छेले भन्छ नि है, लुङ्टाहरू घरमा लाउनुपर्छ, घरमा भन्दा जरुरी झन् यस्तो जग्गातिर लगाउनु हो भने झन् अति राम्रो हुन्छ। यस्तो हेर्नुहोस् जग्गा भन्ने यस्तो छ है। यहाँ चाहिँ हामी हल्का कर्व गरेको, अहिले इभिनिङ टाइम, अब लन्च टाइम हो अहिले चाहिँ है, लन्च ब्रेक हो। अब लन्च ब्रेकमा चाहिँ हामीहरू यसो निक्लेको छ दाजुभाइ है, घुम्दै निक्लेको भन्दै तपाईहरुलाई यहाँनिर आउनुहुन्छ। साङ रेम्बु चाहिँ बोधगयाको जति पनि साङ घुमाउनुहुन्छ है, लामाहरूको अगाडितिर उहाँ हुनुहुन्छ, उहाँले घुमाउनुहुन्छ भनेर यसो गरेर म तपाईहरुलाई देखाउने पनि छु है। हेर्नुहोस् यहाँ हाम्रो साङ रेम्बु चाहिँ है, र यहाँबाट हेर्नु सक्नुहुन्छ तपाईहरु है। र कमेन्ट लाइक गर्नुहोस् है, शेयर गर्नुहोस् तपाईहरुलाई मन परेमा। यो भिडियो चाहिँ यति भन्दा यति शेयर गरिदिनुहोस् कि मान्छेहरु आउनुमा मजबुर होस्, आउनु पाओस् है। यस्तो प्रकारको छ है लसो।